अंडा दुई प्रकारका हुन्छन्, एउटा बतासे एउटा साँच्चैको अंडा। बतासे अंडाबाट चल्ला निक्लिँदैन, यी बतासे अंडाहरूबाट कुनै चल्ला निक्लिँदैन। स्याबास, यो कुरो सुन्नु थियो कि पछाडिका बा, तिम्रै मुखबाट यो कुरो सुन्नु थियो। हो रहेछ, बतासे अन्डाको चाहिँ त्यस किमा टोक्नी बच्चो हुँदो रहेछ भन्ने कुरो बल्ल थाहा भयो। अरू सबैको बच्चा छन्, तिम्रो किन छैन भनेको त बतासे रहेछ अनि अहिले थाहा भयो नि त यो कुरो आएर। गजब भइगयो नि लु। कस्तो बतासे यार, त त्यही भएर तिमी देशलाई पनि बतासे बतासे पाराले लान्छौ, कुरो पनि बतासे बतासेको पाराले गर्छौ। सही हो नि त यो। धेरै खुसी लाग्यो। तिम्रा त्यहाँ आगे पछि आसेपासे खुसी भएर ताली मारेका, तिम्रो भाषणले ताली मारे होइन, आज सत्य भन्यो बुढाले भनेर ताली ठोकेका छन् गोटो टोटो टोटो पारेर।